हेलो नमस्कार जोजलप्पा शुभ प्रभात। हाम्रो धरान अहिले पहिलेको स्थितिमा चाहिँ पहिलेको अवस्थामा भन्दा चाहिँ अहिले धेरै नै हरेक चिजमा चाहिँ अगाडि बढिसकेको जस्तो चाहिँ मलाई अनुभव भएको छ होइन। अब पहिले जस्तो थियो, पहिले जो व्यक्तिहरू थियो उहाँहरूबाट कुनै आश गरे पनि फलदायक काम चाहिँ कुनै हुन सकेको थिएन। तर अहिले धेरै नै राम्रो कामहरू भइरहेछ। अब धरानको पर्यटन क्षेत्रलाईदेखि लिएर अब धेरै काम बाँकी नै छ, अझै बाँकी नै छ। अझै पनि धरानको विकासको लागि भनेर चाहिँ धेरै कुरामा अझै पनि पछि नै छौँ हामी। तर पनि अरू ठाउँ हेरिकन अरू ठाउँको दाँजोमा, अरू सहरको, अरू नगरपालिकाको दाँजोमा चाहिँ धरान पनि एउटा सक्षम नगरपालिका जस्तो अहिले हामी महसुस गरिरहेछौँ। जस्तो कि यहाँ पर्यटन क्षेत्रलाई लिएर है, यहाँ धेरै ठाउँबाट मान्छेहरू आउनुहुन्छ अनि उहाँहरूले चाहिँ अनि यहाँनिर श्रम संस्कृति पार्क कहाँ छ भन्ने हुन्छ होइन। अहिले हाम्रो बहुभाषिक विद्यालय भनेर जुन एउटा सिसाको घर बनाइएको छ, त्यो चिजलाई हेर्नलाई आउनुहुन्छ। धरानको पर्यटन क्षेत्रहरू धेरै ठाउँमा छ, धरानको धेरै कुनामा चाहिँ छ। त्यो चिजहरूलाई अवलोकन गर्न आइरहनु भएको छ, त्यो कुरो हामीले महसुस गरिरहेका छौँ। त्यो कुरो एकदम राम्रो पक्ष पनि छ। र अर्को मलाई चाहिँ अझै धेरै मन परेको चाहिँ के भन्दाखेरि समस्या धरानमा चाहिँ समस्या के थियो पहिले भन्दाखेरि सडक मानवहरूको है, सडक मानवको धेरै समस्या थियो। अहिले चाहिँ त्यो सडक मानवको समस्या पनि एउटा निर्मूल भएको छ। र त्यो सडक मानवहरू चाहिँ आएर यहाँ बसेर कसैले बोतल टिप्ने, कसैले के टिप्ने, अनि त्यसपछि अब त्यो के अरे काम मेहनत गर्ने सबैले गर्ने, तर अलिकति नराम्रो बानी चाहिँ उहाँहरूको चाहिँ पेय पदार्थ रक्सीहरू खाएर बिमारी भइदिने। तर त्यति खाएर बिमारी भएकोलाई पनि धरानको नगरपालिकाले चाहिँ बिमारी भएर इमर्जेन्सी लानुपर्ने, दबाई उपचार गर्नुपर्ने के छ सबै थोक चाहिँ धरान नगरपालिकाले गरिरहेको छ होइन। त्यो के अरे उपचार गर्ने क्रममा धेरैलाई निको पनि बनाइएको छ, निको बनाएर सुधार केन्द्रतिर पनि पठाइएको छ। एकदम राम्रो पक्ष लाग्छ क्या मलाई चाहिँ, एकदमै मनपर्छ यो। तपाईँको धरानमा चाहिँ सडक मानवहरू बिमारी भएर मर्दैन हतपत्त हुन्छ। कुनैको अवस्था एकदम नाजुक हुन्छ, अन्तिम अवस्था हुन्छ, जो चाहिँ अब बचाउने कोसिस गर्दा पनि बाँच्नु सक्दैन उहाँहरूले ज्यान गुमाउनु पर्ने हुन्छ। तर पनि जति पनि उपचार गर्दाखेरि निको हुने व्यक्तित्वहरू छ नगरपालिकाले, र नगरपालिकामा जो व्यक्ति हुनुहुन्छ उहाँ हाम्रो एकजना म्याम हुनुहुन्छ, उहाँले चाहिँ जिम्मेवारी पाउनु भएको छ सडक मानवहरूको। म्यामको चाहिँ एकदम फास्ट सर्भिस भनौँ न, फास्ट काम एकदम उहाँको चाहिँ उहाँलाई फोन गरेर जानकारी पाउने बित्तिकै स्पोर्टमा तुरुन्त पुग्नुहुन्छ क्या। उहाँ पुगेर चाहिँ उपचार गरेर निको हुनसक्छ भने उपचार गरेर निको पारेर सुधार केन्द्र हालिदिने मानव सेवा केन्द्रमा। अब भएन त्योभन्दा अगाडि अब मानव सेवा केन्द्रै हाल्नुपर्ने व्यक्ति छ भने मानव सेवा केन्द्रमा राखिदिने। यो काम चाहिँ